हेलो गुड मर्निङ मेरो साथीभाइहरू सबैलाई धेरै धेरै गुड मर्निङ। म आज चाहिँ बिहानै तपाईलाई मेरो रुमको छेउको बरेन्डाबाट देखिने यो चाहिँ मेरो रुम भइगयो। यो भित्र चाहिँ मेरो रुम अनि बाहिर चाहिँ बरेन्डा छ। यहाँबाट देखिने भ्यूजहरू दृश्यहरू तपाईलाई म देखाउँदै छु है। साथीभाइहरू हेर्नु होला के कस्तो लाग्छ कमेन्ट गर्नु होला। यहाँ चाहिँ हाम्रो यहाँ लालुपाते फुल फुलिरहेको छ। यहाँ चाहिँ हाम्रो कच्चा बाटो छ। सुन्तलाहरू पुरा हुन्थ्यो, अहिले त सुन्तलाहरू सबै बिग्रिरहेको छ। यो चाहिँ कच्चा बाटो छ। यो ओह्रालो जाने इन्टेक जाने मेरो बुढाले रोपेको रुख कटहर छ। यहाँ हाम्रो घरमा यति कमनबारी छ, हेर्नु होला साथी हो। अनि यहाँ चाहिँ इन्टेक छ। इन्टेक यो नयाँ ब्रिज यो चाहिँ अहिले त्यसो प्रायः गाडी यहीँबाट पुग्छ। धजेहरू भएर मलर धजे भएर तल बुङकुलुङहरू भएर सिलगढी जान सकिन्छ हो। यहाँ बिचमा चाहिँ पानीको पावर हाउस छ। अनि यो नयाँ होमस्टेहरू छ। यहाँतिर घुम्ने जग्गाहरू स्विमिङ पुलहरू बनाएको छ, रमाइलो छ। अब यहाँबाट त त्यति राम्रो देख्दैन मेरो घरबाट चाहिँ, त्यसैले घुम्न आउनु सक्नुहुन्छ साथी हो। यहाँ सबै कुरोको सुविधा छ, बस्नु खानु घुम्नु सबैको सुविधा छ। खोलाहरू मजाको छ। अनि यहाँ रातो छाना भएकोहरू चाहिँ अलिकति यहाँ चाहिँ छेलिन्छ। रातो छाना भएकोहरू त सब स्कुल छ, डनबक्स स्कुल ठुलो स्कुल। अनि यहाँ चाहिँ गाउँ हो। अनि यहाँ छ धोत्रे बालासनहरू पनि देख्न सकिन्छ यहाँबाट। अनि यहाँ माथि चाहिँ सुकिया बजार अलिक उयो भएर छ। अहिले त अब धेरै जाडो छ, त्यसले गर्दाखेरि धुम्म भइरहेको छ र त्यो सुकिया बजार क्लियर देख्न सकिँदैन। गरम महिनामा घामको टाइममा चाहिँ बिहान छिटो घाम आउँछ र सुकिया बजार छर्लङ्ग देख्न सकिन्छ हो। यो छ मलट भयो, समरिक भयो, माथि समरिक बिच गाउँ भयो। अनि यो भयो मलट कोठीधुरा एरिया, हेर्नु होला। सानो छोटो गाउँ छ तर मजाले बसेको गाउँ छ। अनि यहाँ माथि भयो सङ्गम बजारहरू भयो, नागरीहरू, धजे हो परो। अनि यहाँबाट हेर्नु साथीभाइ यो सबै धजेहरू पर्छ। धजे उता गयो धजे रानीवनहरू पर्छ। हाम्रो घरको छेउमा त्यो कमनबारीहरू छ हो। कयो कमनबारी राम्रो देख्दैन त। त्यही हाम्रो घरको छेउमा त सब कमनबारी छ नि त। अहिले त कमान पनि बन्द भइरहेको छ। तलतिर सुन्तलाबारी छ। हेर्नु होला साथीहरू, हेरेर के कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनु होला। हाम्रो चाहिँ यहाँ कच्चा रोड छ नि त। यहाँदेखि चाहिँ इन्टेक जाने ओह्रालो सुनादेखि ओह्रालो सबै पिच रोड भएको छ। हेर्नु होला सबै राम्रो छ। बाटो भत्केको छैन, पिच रोड छ पुरा। अनि जग्गामा हावाघरहरू बनाइदिएको छ, बस्ने शीतल ताप्ने थकाइ मेट्ने हो। यो चाहिँ धोत्रे बालासनले बनाएको ग्राउन्ड हो। यहाँ माथि पनि बनाएको छ। अहिले त कमान बन्छ नि त चारैपट्टि, त्यसले गर्दा ग्राउन्डहरू